सम्पूर्णमा नमस्कार। आज पनि तपाईँहरूको सामु अर्को नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु। नजिक नुवाकोट जिल्लामा अवस्थित दुप्सेश्वर महादेवको बारेमा एउटा सानो क्लिप लिएर आएको छु। काठमाडौँबाट करिब 2.5 घण्टामा पुग्न सकिन्छ दुप्सेश्वर महादेव। काठमाडौँबाट 66 किलोमिटरको दूरीमा रहेको छ दुप्सेश्वर महादेव, जुन नुवाकोट जिल्लामा अवस्थित रहेको छ। दुप्सेश्वर महादेव नेपालको नुवाकोट जिल्लाको दुप्सेश्वर गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो। मेरो यात्रा सुरु हुन्छ फर्पिङबाट बल्खुबाट सीतापाइला हुँदै शिवपुरी जङ्गल क्रस गरेर नुवाकोट जिल्लासम्म जाने रुट बनाउँछु म। त्यहाँबाट चाहिँ अलिक छोटो बाटो पर्ने भएको कारणले गर्दाखेरि म त्यही बाटो जाने निर्णय गर्छु। दुप्सेश्वर मन्दिर जानका लागि 2वटा बाटोहरू रहेका छन्। एउटा चाहिँ काठमाडौँबाट कलङ्कीबाट गल्छी हुँदै त्रिशुली निक्लेर जाने, जुन धादिङमा पर्दछ भने अर्को बाटो रहेको छ जुन म अहिले जाँदैछु, शिवपुरीको जङ्गल हुँदै त्यहाँबाट दुप्सेश्वर जाने। त्यो चाहिँ सबैभन्दा छोटो बाटो रहेको हुनाले म त्यो बाटो जाने निर्णय गर्छु। काठमाडौँको भिडभाड छल्दै बिस्तारै मेरो यात्रा सुरु हुन्छ शिवपुरी जङ्गलतिर। त्यहाँबाट जाँदाखेरि सर्टकट पनि हुने र बाटो पनि धेरै भिड नहुने कारणले गर्दाखेरि त्यही बाटो म चुज गर्छु। जब शिवपुरीबाट तल झरिन्छ तब त्यहाँ चाहिँ ठ्याक्कै तराईको जस्तो भाइब्स आउने रहेछ। समथल भूभाग, रोड पनि सिधा रहेको छ। त्यहाँबाट हाम्रो यात्रा स्ट्रेट अगाडितिर बढिरहन्छ। भ्यू भने मनमोहक, मनै लोभनी किसिमको रहेको छ। मेरो यात्रा काठमाडौँबाट टोकाबाट छहरे पुगेपछि यस्तो समथल भूभाग देख्न पाइन्छ भने बिदुरे पुगिसकेपछि त्यहाँबाट राइट लिएर हामी पुल तर्नुपर्ने हुन्छ। पुल तरिसकेपछि यस्तो मनमोहक दृश्यहरू हेर्दै हाम्रो यात्रा दुप्सेश्वर महादेवतिर अगाडि बढिरहन्छ। काठमाडौँदेखि दुप्सेश्वर महादेव जाँदै हुनुहुन्छ भने करिब 90% बाटो भने एकदम राम्रो रहेको छ भने 10% भने यस्तो निकै खराब बाटो रहेको छ। आफ्नै भेहिकलमै जाँदै हुनुहुन्छ भने कृपया विचार गरेर मात्र जानुहोला। अलि हाइट भएको गाडीमा जाँदै हुनुहुन्छ भने ठिक छ, तर हाइट कम भएको गाडी छ भने जताततै छुने समस्या आउन सक्छ।
त्यसैले अलिकति विचार गरेर मात्र यात्रा गर्नु हुन अनुरोध गर्दछु। जुन पुल तरिसकेपछि अधिकांश बाटोहरू यस्तै देखिन्छन्, यस्तै भेटिन्छन्। जुन बर्सातको समय पनि भएर पनि हुनसक्छ। माथिबाट पहिरो जुन चाहिँ हामीले यस भिडियोमा पनि देख्न सकिन्छ यसरी गएको छ भने रोड पनि अलिकति धेरै नै सानो छ। करिब यो 10% भूभाग क्रस गर्नलाई केही नलागे पनि समय भने आधा घन्टाभन्दा बढी लाग्छ। बाटो चाहिँ छोटो भए तापनि बाटोहरू चाहिँ एकदमै बिग्रेको कारणले गर्दाखेरि अलिकति अप्ठ्यारो नै छ भनौँ बाटो। त्यसैले अलिकति विचार गरेर मात्र अगाडि बढ्नु होला। करिब 2.5 घन्टाको यात्रापछि हामी दुप्सेश्वर महादेवको प्राङ्गणमा पुग्छौँ। हामीले पर टाढा श्री दुप्सेश्वर महादेव लेखेका देख्छौँ। त्यसपछि मेरो यात्रा सुरु हुन्छ दुप्सेश्वर महादेवको मन्दिरतिर। अलि बेलुकाको समय भइसकेर होला, अलि भक्तजनको उपस्थिति पनि अलिकति पातलो थियो। त्यही भएर म सरासर दुप्सेश्वर महादेवको दर्शन गर्नतिर लाग्छु। कल बगिरहेको यो त्रिशुली नदी, यसको माथि अवस्थित दुप्सेश्वर महादेव हेर्दाखेरि मन एकदम आनन्द र हर्षित भएको थियो। जति दुःख पाएका थियौँ रोडमा, यहाँ आएपछि सम्पूर्ण दुःख कष्टहरू यहीँ नै विलिन भएर गयो। त्यसपछि मेरो यात्रा सुरु हुन्छ दुप्सेश्वर महादेवको दर्शन गर्नतिर। आफ्नो जुत्ता खोली हात गोडा धोइवरी म दुप्सेश्वर महादेवको दर्शन गर्नतिर अगाडि लाग्छु। बेलुकाको समय भएर हुनसक्छ, भक्तजनको जुन भिड थियो अलिकति कम थियो। तर पनि अगाडि जाँदाखेरि त्यति बेलुका पुग्दाखेरि नि लाइन भने अझै रहेछ। करिब 1 घन्टाको लाइन बसाएपछि बल्ल तल्ल दुप्सेश्वर महादेवको दर्शन गर्ने मौका पाइयो। दुप्सेश्वर महादेव जय! दुप्सेश्वर महादेव जय! भिडियो बनाउँदै थिएँ अगाडि भने दुप्सेश्वर महादेव हुनुहुन्थ्यो। उहाँ नै हुनुहुन्छ दुप्सेश्वर महादेवको शिला। मलाई पछि मात्र थाहा भयो त्यहाँ भने फोटो भिडियो लिनलाई प्रतिबन्ध लगाइएको रहेछ। दुप्सेश्वर महादेव भने प्राकृतिक रूपमा बनेको शिवलिङ्ग रहेको जनविश्वास रहेको छ। यस स्थानसँग विभिन्न धार्मिक किंवदन्तीहरू पनि जोडिएका छन्। स्थानीय जनविश्वास अनुसार दुप्सेश्वर महादेवको दर्शन र पूजा गरेमा मनोकामना पूरा हुने तथा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। मन्दिर वरपरको प्राकृतिक वातावरणले यस क्षेत्रलाई धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि आकर्षक बनाएको छ। दुप्सेश्वर महादेव नुवाकोटको धार्मिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण धरोहर हो। यसको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्वको कारण यो क्षेत्र संरक्षण र
प्रबोधनका लागि विशेष महत्त्व राखिएको छ। तपाईँहरू पनि समय मिल्छ भने कृपया एकपटक दुप्चेश्वर महादेव जानुहोला। हस्त, धन्यवाद।